यी नानी छोडेर योसँग गएको आज सालबारी कि यसले चाहिँ मलाई धम्काएको छ यहाँनिर हो सालबारी देखाइदिउँ भनेको देखेको छैन रे सालबारी नानीलाई मैले देखेको छुइनँ दे क्लास 5 पढ्दाखेरि गएको थियो होला योहरू भन्दैछ हामीले योहरू अरे कि मैले डुलाको उला त मसँग सुत्थ्यो हिजो अस्तिसम्म कि अरे अहिले फुर्के देखाउँदैछ योहरू भन्दैछ यहाँसम्म चाहिँ स्कुटीमा आयौँ कि यहाँ चाहिँ 3 धरेमा हामी गाडी पर्खिरहेछौँ हामी चाहिँ अब हिँडिसक्यो गाडी पायौँ हामीले यहाँबाट हिँडिसक्यौँ यहाँको भ्युजहरू हेर्न सक्नुहुन्छ यस्तो छ सालबारीको दिवाली खै दिवाली कति किन्दा आएको हल्केन त यहीँदेखिको हेरौँ न अलिक बिरयानी खाने दिएन मलाई सानो गरिन रहेछ पादै गर्नु हो बिरयानी हेलो हेलो नमस्कार गर्नुहुन्छ क्या सुकुनासम्म हामी टोटोमा आएर चाहिँ गाडी पर्खेको गाडी नपाएर यहाँ भाइले मुख फुलाइरहेको छ हामीले गाडी पायौँ फेरि 3 धरे आइपुगेको थियौँ लु भाइहरूले चाहिँ छोडेर गए मलाई चाहिँ त्यसपछि चाहिँ म हिँड्दै आएँ कालीधाराको उकालो 3 धरे यो चाहिँ वर्कसपदेखि उकालोको बाटो यहाँनिर चाहिँ चराहरू थुप्रो रहेछ कालीधाराको त्यहाँनिर बर पाकेको रहेछ र यो हर्नबिल चरा हो कि के हो मम्मीले त होइन कि होइन भने हर्नबिलै हो मैले हेर्दा चाहिँ यो हर्नबिल चराहरूले चाहिँ बर खाँदै थियो पुरा कराइरहेको थियो यहाँनिर धेरै बेर बसेर म भिडियोहरू बनाइरहेँ मजा लाग्यो मलाई यहाँ देखेर र यसरी राम्रोसँगले भिडियो बनाउनु खोजेँ तर भएन हिँडेको चरा त उडेको गऱ्यो सुनसान अन्धकार थियो रात पर्न आँटेको थियो यहाँनिर चाहिँ यहीँ भिडियो क्याप्चर गर्नु खोजेको भएन यहाँनिर राम्रोसँगले र यो 3 धारेको बाटो चाहिँ अन्त म चाहिँ भ्युजहरू हेर्दै यहाँबाट आएँ त्यसपछि मलाई भाइ लिनु आयो स्कुटीमा अनि तल पुगेपछि आइपुगेको थियो त्यसपछि म भाइसँग घर आएँ ल बाई बाई सबैजनालाई भिडियो मन पराइदिनु हुन्छ होला धन्यवाद।